सबैजनालाई नमस्कार। मेरो नाम चाहिँ कुशल पोखरेल र म आज तपाईँहरूलाई चाहिँ क्लास 11 को मोस्ट इम्पोर्टेन्ट टपिक प्रोजेक्टाइल, जुन चाहिँ स्टुडेन्ट्सलाई फिजिक्समा अलिकति गाह्रो लाग्ने टपिक हो। ब्रिज कोर्समा पनि यसको अलिकति आइडिया दिइन्छ। ब्रिज कोर्स को स्टुडेन्टहरूले पनि हेर्न सक्नुहुन्छ र यसलाई चाहिँ तपाईँले तपाईँ 11 क्लासमा पढ्दै हुनुहुन्छ अर्थात् तपाईँ इक्जामको नजिक हुनुहुन्छ अर्थात् क्लासमा सरले पढाएको बुझ्नु भएन र यहाँ आउनुभएको छ भने पनि बुझ्नुहुन्छ है। र यो काइनेमेटिक्सको एउटा इम्पोर्टेन्ट क्वेसन हो, लङ क्वेसनमै पर्छ है। काइनेमेटिक्सको इम्पोर्टेन्ट क्वेसन हो र काइनेमेटिक्स भनेको फिजिक्सको यस्तो ब्रान्च हो जसले चाहिँ मुभिङ अब्जेक्टको डिफ्रेन्ट एस्पेक्टबाट स्टडी गर्छ। र प्रोजेक्टाइल पनि एकदम मोस्ट इम्पोर्टेन्ट। प्रोजेक्टाइल भनेको पनि एउटा मुभिङ अब्जेक्ट हो। कस्तो खालको मुभिङ अब्जेक्ट हो त भन्नुहुन्छ भने त्यसले हामीले हावामा फालिएको हुन्छ र त्यसमा चाहिँ कुनै एयर रेसिस्टेन्स र अरू अन्य रेसिस्टेन्सहरू अर्थात् अन्य प्यारामिटरलाई नेग्लेक्ट गरेर एउटा ग्राभिटीको अन्डरमा मात्रै त्यसलाई चाहिँ त्यो मुभ गरिरहेको छ, त्यो मोसनमा छ भन्ने कुरा सपोज गरिन्छ। फर इक्जाम्पल, तपाईँ र एकजना साथी क्रिकेट खेल्दै हुनुहुँदो रहेछ। तपाईँले बल फाल्नुभयो, बल फाल्दा त्यो जुन चाहिँ पाथ फलो गरेर जान्छ त्यसलाई हामीले ट्र्याजेक्टरी भनिन्छ र त्यसले त्यो नै प्रोजेक्टाइल हो है। द पाथ फलोड बाई द प्रोजेक्टाइल इज कल्ड ट्र्याजेक्टरी है। त्यो ट्र्याजेक्टरी चाहिँ हामीले प्याराबोला हुन्छ भनेर प्रुभ गर्नुपर्छ। प्याराबोला भनेको थाहा होला तपाईँलाई है, एउटा कर्भ बनाएर त्यो जान्छ। प्रोजेक्टाइल भनेको के हो त, एउटा कर्भ बनाएर मुभ गर्ने कुनै एउटा अब्जेक्ट हो। फर इक्जाम्पलको लागि तपाईँले यो स्क्रिनमा देख्न सक्नुहुन्छ, यो ओ भन्ने पोइन्टबाट तपाईँले केही कुरा थ्रो गर्नुभयो भने यो यसरी ए भन्ने पोइन्ट हुँदै बी भन्ने पोइन्टसम्म पुग्छ है। हामीले थ्रो गरेको केही पनि कुरा नर्मल्ली हामीले थ्रो गर्दा त्यसको बाटो यस्तो नै हुन्छ र तपाईँले केही कुरा नर्मली थ्रो गर्नुभयो भने त्यो नै प्रोजेक्टाइल हो। धेरै गफ नगरिकन अब यसको चाहिँ तपाईँले म्याथमेटिक्स केसम्म बुझ्नुपर्छ अर्थात् प्रोजेक्टाइलको बारेमा के लेख्नुपर्छ अर्थात् कम्तीमा के नलेज हुनुपर्छ भन्ने कुरामा प्रवेश गरौँ है। प्रोजेक्टाइल भनेको चाहिँ एउटा अब्जेक्ट हो, त्यसलाई हामीले हावामा फालिन्छ जुन चाहिँ ग्राभिटीको इन्फ्लुएन्समा मात्रै मुभ गर्छ। फर इक्जाम्पलको लागि एउटा बुलेट फायर फ्रम द गन है। यो बुलेट फायर फ्रम द गन भन्दाखेरि दिमाग हल्लिन सक्छ। बुलेट त स्ट्रेट जान्छ, तर फेरि प्रोजेक्टाइलको पाथ त प्याराबोलिक हुन्छ, कर्भ नेचरको हुन्छ। कसरी बुलेट भयो त भनेर भन्नुहुन्छ भने यदि बुलेट फायर फ्रम द गनको पनि यदि पाथ तपाईँले इन्फाइनाइट बनाइदिनु भयो र टाढाबाट आएको बुलेट छ भने त्यसको एउटा म्याक्सिमम हाइट एचिभ गरिसके पछाडि त्यसको पाथ भनेको यस्तो नै हुन्छ। सर्ट प्रोजेक्टाइललाई पिस पिसमा काटियो भने चाहिँ त्यसको डिस्टेन्स के अरे त्यसको मोसन चाहिँ लिनियर हुन्छ। तर एज अ होल हेर्दाखेरि चाहिँ प्रोजेक्टाइलको अर्थात् प्रोजेक्टाइलको ट्र्याजेक्टरी भनेको बाटो हो जहिले पनि प्याराबोलिक हुन्छ है। एन्ड एथलेट डुइङ हाई जम्प कोही तपाईँ उफ्रिएर हाई जम्प गर्नुहुन्छ भने तपाईँको बोडीले चाहिँ ट्राभल गरेको बाटो भनेको चाहिँ के हुन्छ, प्रोजेक्टाइल नै हुन्छ। धेरै गाह्रो कुरा छैन, सजिलो कुरा छ, गाह्रो नमान्ने, सजिलै बुझ्न सक्छ। अब चाहिँ हामी यो प्रोजेक्टाइलको म्याथमेटिक्स के छ त भनेर बुझ्न खोजिरहेको छौँ है। म्याथमेटिक्स भनेको चाहिँ अब यसमा सल्भ गर्नुपर्ने डेरिभेसन कसरी गर्ने, गाह्रो छैन, एकदम कुल हुनुहोस्, इजी छ। म सुरु गर्छु। प्रोजेक्टाइललाई यसरी फाल्दाखेरि यसको इनिसियल भेलोसिटीको डिरेक्सन यु हुन्छ। यसरी हामीले बल ताकेर फालियो भने त्यसको आकाशतिर ताकेर फालिन्छ। इक्जाम्पलको लागि यसको यो रिजल्टेन्ट भेलोसिटीको डिरेक्सन हो। हामीले यसरी बल फाल्दा त यसले हरिजेन्टल डिस्टेन्स पनि ट्राभल गर्छ। हरिजेन्टल डिस्टेन्स सिधा बाटो ट्राभल गरेको भएर नै बीमा पुग्या हो, अनि भर्टिकल डिस्टेन्स पनि ट्राभल गर्छ। किनभने एउटा उचाइमा त पुग्छ नि त, निश्चित उचाइमा पुग्छ भने पछाडि एच म्याक्स एउटा हाइटमा पुग्यो भनेपछि यसले के पनि गर्छ, भर्टिकल डिस्टेन्स पनि ट्राभल गरेको हुन्छ। यो कुरा त बुझ्यो। यसको भनेपछि हामीले सुरुमै फाल्दाखेरि त्यसको होरिजेन्टल पनि एउटा स्पेसिफिक भेलोसिटी हुँदो रहेछ र भर्टिकल पनि त्यसको स्पेसिफिक भेलोसिटी हुँदो रहेछ। अब त्यसलाई कसरी गर्ने त, यहाँनिर हरिजेन्टल भेलोसिटी यु कस थीटा आएको छ। यु कस थीटा कसरी आयो, यु साइन थीटा कसरी आयो नि दिमाग खान्छ। यसको लागि ध्यान दिएर सुन्नुहोस्, कलम लिएर बस्नुहोस्, कपीमा कोर्नुहोस्। ओ भन्ने पोइन्टबाट पीसम्म अनि पी भन्ने पोइन्टबाट तलपट्टिको यो होरिजेन्टल लाइनसँग एउटा ट्रायङ्गल बनाउनुहोस्। ओपी भनेको हाम्रो यु हुन्छ, जुन यतापट्टिको यो हाइपोटेनियस छ यो कति हुन्छ, यु हुन्छ। यहाँनिर एङ्गल थीटा बनेको छ भनेपछि यो तलपट्टिको होरिजेन्टल यो बेस निकाल्न सकिँदैन। बी र एचको रिलेसन लगाउने भने के आउँछ, बी र एचको रिलेसन लगाएपछि कस थीटा आउँदैन, कस थीटा अनि यो गर्दाखेरि यु कस थीटा आउँदैन, आउँछ। सिमिलरली यदि ओपी र यता भर्टिकल यो वाइ एक्सिसको ट्रायङ्गलबाट यदि पाइथागोरस थ्योरम लगाइयो भने के हुन्छ त, फेरि यु साइन थीटा आउँछ हो। उतापट्टिको साइन थीटा, कस थीटा र टेन थीटाको फर्मुला छ नि, पी बाई बीहरू, त्योबाट यो निकाल्न सकिन्छ।
इजी छ है। त्यही भएर हामीले के बुझ्न सकियो, यु साइन थिटा र यु कस थिटा यो अब जता पनि फिजिक्समा काम लाग्छ, यसलाई दिमागमा राख्ने। यसको हरिजेन्टल कम्पोनेन्ट यु कस थिटा हुन्छ, के अरे भर्टिकल कम्पोनेन्ट यु साइन थिटा हुन्छ। सम्झिनको लागि जतापट्टि थिटाले चाहिँ थिटा हुन्छ त्यतातिर कस हुन्छ, कसले चाहिँ थिटालाई कस छ भनेर सम्झिन्थ्यौँ हामीले चाहिँ। तपाईँले पनि त्यसरी नै सम्झिन सक्नुहुन्छ है त। यहाँनिर पनि के भयो त, यु कस थिटा र यु साइन थिटा त्यही लेखेको छ, यसमा अरू केही पनि छैन। ल अब हामीले चाहिँ अब एउटा कुरा बुझिसक्यौँ, यसले हरिजेन्टल डिस्टेन्स पनि ट्राभल गर्छ, भर्टिकल डिस्टेन्स पनि ट्राभल गर्छ। अब लेट द अब्जेक्ट इज पोइन्ट ए इन टाइम टी, कुनै एउटा टाइम स्पेसिफिक टाइम टीमा चाहिँ यो उडेर अब्जेक्ट एमा पुग्यो भनेर सपोज गरियो है। यो ए भन्ने पोइन्टको कोअर्डिनेट एक्स वाइ मानियो। यदि यो हाम्रो ओरिजिन हुनु भने यति सीसम्मको डिस्टेन्स एक्स अनि सीबाट एसम्मको डिस्टेन्स वाइ हुन्छ कि हुँदैन, हुन्छ। त्यही भएर यो भर्टिकल डिस्टेन्स भनेको चाहिँ हाम्रो यतापट्टिको वाइ हुने भयो, होरिजेन्टल डिस्टेन्स भनेको एक्स हुने भयो, त्यही लेख्या हो। हियर होरिजेन्टल भेलोसिटी इज नट एफेक्टेड बाई द ग्राभिटी भनेको हरिजेन्टल ग्राभिटीको त जहिले पनि कुन अर्थको चाहिँ तलतिर मतलब भर्टिकल डिरेक्सनमा मात्रै इन्फ्लुएन्स हुन्छ नि त। सिधा त ग्राभिटीले त कुनै पनि असर गर्दैन है, तलतिर मात्रै तान्ने हो ग्राभिटीले। तल तान्ने हो अर्थात् माथि फाल्दा त्यसले अपोज गरेर फेरि तलै तान्ने हो। हरिजेन्टल डिस्टेन्समा त त्यसको कुनै कन्ट्रिब्युसन हुँदैन, त्यही भएर हरिजेन्टलतिर चाहिँ जीको कुनै कन्ट्रिब्युसन हुँदैन। अब हामीले यहाँनिर यो इक्वेसन सुरुमा यो बुझौँ एकदम इजी ल्याङ्ग्वेजमा। एक्स इक्वल्स टु यु कस थिटा, यहाँ थिटा छुटेछ है, यु कस थिटा इन्टु टी आएको छ है। यो यु कस थिटा इन्टु टी कसरी आयो त भन्दाखेरि तपाईँले यसको लागि पहिला के जान्नु पर्यो र, हाम्रो भेलोसिटीको फर्मुला के छ, भी इक्वल्स टु के हुन्छ, एस बाई टी हुन्छ। एस भनेको ट्राभल गरेको डिस्टेन्स एक्स हो, अनि त्यस पछाडि भीको भने भेलोसिटी भनेको यु कस थिटा हो, टी भनेको टी नै छ। त्यसरी एक्स इक्वल्स टु यु कस थिटा मल्टिप्लाइड बाई टी आयो भेलोसिटीको फर्मुलाबाट है। भेलोसिटी इक्वल्स टु एक्स बाई टी भएन, भेलोसिटी यु कस थिटा डिभाइड बाई टी। यसलाई यदि हामीले रिअरेन्ज गरियो भने यो कस थिटा चाहिँ एक्सको तल गयो, एक्स डिभाइड बाई यु कस थिटा आयो है। भर्टिकल भेलोसिटी इज एफेक्टेड बाई ग्राभिटी। यो माथितिर त भर्टिकलमा त केले कन्ट्रिब्युसन गर्ने भयो त, मजाले ग्राभिटीले कन्ट्रिब्युसन गर्ने भयो। अब हामीलाई यो कुराहरू चाहिँ थाहा भएको हुनुपर्छ है। एस इक्वल्स टु युटी प्लस 1/2 एटी स्क्वायर भन्ने फर्मुला हामीलाई कण्ठ भएको हुनुपर्छ है। त्यो पनि थाहा रहेनछ भने के हुन्छ त भन्दाखेरि बेजेत हुन्छ है। त्यति कुरा पनि थाहा रहन्छ भने के हुन्छ, बेजेत हुन्छ। एस इक्वल्स टु युटी प्लस 1/2 एटी स्क्वायर। अनि अर्को हाम्रो फर्मुला के छ, भी इक्वल्स टु यु प्लस एटी। यिनीहरू फर्मुला चाहिँ हामीलाई के भएको हुनुपर्छ त, थाहा भएको हुनुपर्छ है। यहाँनिर अब मैले यसमा भर्टिकलले कन्ट्रिब्युसन गर्छ है, भर्टिकलले कन्ट्रिब्युसन गर्छ। त्यही भएर वाइ इक्वल्स टु युटी प्लस 1/2 एटी स्क्वायर हो कि होइन, युटी प्लस 1/2 एटी स्क्वायर हो कि होइन। त्यसमा चाहिँ युको ठाउँमा कति आयो, यु नै छ है। यु भनेको त भेलोसिटी हो, यु साइन थिटा आयो युको ठाउँमा, किनभने भर्टिकल भेलोसिटी भनेको त यु साइन थिटा हो नि त, टीको ठाउँमा टी छ। अनि यहाँनिर माइनस जिटी स्क्वायर कसरी आयो त भन्दाखेरि हामीले प्रोजेक्टरलाई माथितिर फालेको, माथितिर फाले पछाडि के हुन्छ त, जीको अपोजिट डिरेक्सनमा हुन्छ र यसलाई नर्मल क्यालकुलेसन गर्दाखेरि साइन थिटा टीको भ्यालु यहाँ माथिबाट ल्याएर राखियो, अनि यतापट्टि पनि टीको भ्यालु माथिबाट ल्याएर राखियो। अनि यो साइन थिटा बाई कस थिटा भनेको टेन थिटा भयो। यु अनि यु र यो काटियो, एक्स टेन थिटा माइनस जी बाई टु यु स्क्वायर कस स्क्वायर थिटा इन्टु एक्स स्क्वायर आयो। अब तपाईँलाई एउटा कुरा थाहा हुनुपर्छ, वाइ इक्वल्स टु एएक्स माइनस बिएक्स स्क्वायर जस्तो भयो। ए को ठाउँमा कति आयो, टेन थिटा आयो, बी को ठाउँमा कति आयो, जी बाई टु यु स्क्वायर कस स्क्वायर थिटा। अब लेख्नुहोस्, कपी लिएर बस्नुपर्छ फिजिक्स पढ्दा जहिले पनि। वाइ इक्वल्स टु एएक्स स्क्वायर भनेको प्याराबोलाको के हो त, इक्वेसन हो। यहाँनिर त्यस्तै आयो कि होइन, वाइ इक्वल्स टु एएक्स माइनस बिएक्स स्क्वायर आयो, यो पनि एउटा प्याराबोलाको इक्वेसन हो। त्यही भएर के भन्न सकिन्छ त भन्दा, इक्वेसन अफ प्याराबोला पाथ फलोड बाई द प्रोजेक्टाइल भनेको जहिले पनि प्याराबोलिक हुन्छ भनेर बुझ्न सकियो। अब धेरै ढिला नगरिकन मेन कुरा बुझ्ने कुरा बुझिसकियो, तल जाउँ है, भिडियो लामो हुन्छ। म्याक्सिमम हाइट कति एचिभ गऱ्यो त, यसरी हामीले प्रोजेक्टाइललाई फाल्दाखेरि यहाँबाट यसरी फाल्दा यो ए भन्ने पोइन्टमा पुगेको थियो, कति माथिसम्म पुग्यो त नि यो भन्ने कुरा हामीले पत्ता लगाउनु पऱ्यो। यो एच म्याक्स पत्ता लगाउनु पऱ्यो। इट इज द म्याक्सिमम हाइट टु विच प्रोजेक्टाइल राइजेस एबोभ द लन्चिङ पोइन्ट है। यहाँबाट माथि कति टाढा पुग्यो भन्ने कुरा हो यो। अब यसमा चाहिँ म्याक्सिमम हाइटको लागि चाहिँ के छ हाम्रो कुराकानी, वाइ इक्वल्स टु यु साइन थिटा इन्टु टी माइनस 1/2 जिटी स्क्वायर हामीले कहाँबाट निकालियो, वाइ डिरेक्सनमा युटी प्लस 1/2 एटी स्क्वायर लगाएको, अरू केही पनि छैन है। वाइ डिरेक्सनमा एस इक्वल्स टु युटी प्लस 1/2 एटी स्क्वायर लाग्यो, यु साइन थिटा छ वाइ डिरेक्सनको भेलोसिटी, अनि टी भनेको टी नै भयो 1/2 जिटी स्क्वायर, यो नबुझ्ने केही कुरा छैन है। अनि यसमा टी भनेको टी बाई टू कसरी आयो त यो बुझौँ। यदि 0 भन्ने पोइन्टबाट हामीले प्रोजेक्टाइल यसरी फाल्दाखेरि यसको फुल टाइम भनेको टी हो, अर्थात् बी पुग्न टी लाग्छ भने ए पुग्न त टी बाई टू लाग्छ नि त, हाफ अफ द डिस्टेन्स हो नि त। त्यही भएर टी भनेको टी बाई टू हुने भयो हो। अनि त्यस पछाडि
भेलोसिटी। अनि अब तपाईँलाई एउटा कुरा थाहा हुनु पऱ्यो, होरिजेन्टल भेलोसिटीको कुरा भइरहेछ। होरिजेन्टल भेलोसिटी बराबर हाम्रो फर्मुला त के हो, एस बाई टी नै हो, होरिजेन्टल डिस्टेन्स बाई टाइम टेकन नै हो। अब त्यो कुरा पनि ख्याल गर्नु पऱ्यो। अनि यहाँनिर चाहिँ यसले के गरे, यो कताबाट आयो भन्ने दिमाग घुम्ला। यतापट्टि एक्सलरेसनको फर्मुला लेख्नुहोस्, ए इक्वल्स टु के हो, भेलोसिटी अपन टाइम टेकन हो। भेलोसिटी भनेको यु साइन थीटा हुने भयो। किनभने हामीले भर्टिकल डिरेक्सनमा काम गरिँदैछ। अनि अरू त यो केही नै छ, केही कामै छैन, एकदम सजिलो छ। वाइ इक्वल्स टु एच म्याक्स, वाइ डिरेक्सनको डिस्टेन्स भनेको एच म्याक्स छैन, त्यही हो। त्यसमा अरू केही कुरा गाह्रो छैन है त। अब यतातिर जाउँ। अब के एच म्याक्स इक्वल्स टु के भयो त, यु साइन थीटा लेख्दै गर्नुपर्छ है। यु साइन थीटा माइनस यु साइन थीटा बाई जी, यो चाहिँ माइनस, यो मल्टिप्लिकेसनको माइनस हो है। यो माइनस चाहिँ हटाइदिउँ है, झुक्याउँछ मात्रै यसले। यसलाई हटाइदिइसके पछाडि यु साइन थीटा बाई जी भयो। अनि यो 1/2, 1 पार्टमा 1/2 घटासी 1/2 बाँकी रहने होइन। यो माइनस चाहिँ होइन, त्यहाँ मल्टिप्लिकेसन थियो, हटाइदिएँ है त मैले। अब यसरी चाहिँ एच म्याक्स भनेको यु स्क्वायर साइन स्क्वायर थीटा बाई 2g आयो। यस्तो कुराहरू गाह्रो छैन। मेन बुझ्नुपर्ने ठाउँ भनेको फर्स्टमा हो है, अरू जनरल सिम्प्लिफिकेसन त बुझिन्छ। हरिजेन्टल रेन्ज भनेको के त, ओबाट बीसम्मको डिस्टेन्स, ओबाट बीसम्मको डिस्टेन्स आरले डिनोट गरियो। अघि चाहिँ हाइटमा चाहिँ हामीले के गरिएको थियो, साइन थीटा यु साइन थीटा लिएर काम गरिएको थियो। अब चाहिँ हामीले यु कस थीटा लिएर काम गर्ने। त्यसमा के गर्ने, हरिजेन्टल रेन्ज भनेको हरिजेन्टल भेलोसिटी इन्टु टाइम अफ फ्लाइट। यो फर्मुला पनि कसरी आयो सर भन्नुहुन्छ भने, भेलोसिटी भनेको चाहिँ के हो, डिस्टेन्स अपन टाइम टेकन होइन। यो होरिजेन्टल रेन्ज भनेको एउटा डिस्टेन्स त हो नि। होरिजेन्टल भेलोसिटी इक्वल्स टु डिस्टेन्स अपन टाइम टेकन नै हो। डिस्टेन्स कति हुने भयो त नि, यो यस्तो केसमा आर हुने भयो। होरिजेन्टल भेलोसिटी हामीले अघि फर्स्टमा निकालेको नि यु कस थीटा, अनि मल्टिप्लाइड बाई टी। टीको भ्यालु माथिबाट ल्याएर राख्नु। टी भनेको 2u साइन थीटा बाई जी, हामीले अघि नैबाट पत्ता लगाएको कुरा हो। अनि के भयो त, यु र यु मल्टिप्लाई गर्दा यु स्क्वायर भयो, साइन थीटा अनि 2 साइन थीटा कस थीटा भनेको यहाँनिर छुटेछ है, 2 साइन 2 थीटा हो है त। 2 साइन 2 साइन 2, यहाँनिर चाहिँ के हुन्छ त, साइन 2 थीटा भन्ने कुरा चाहिँ बुझ्नु पऱ्यो है त। साइन 2 थीटा बाई जी एकदम सजिलो छ। अब हरिजेन्टल रेन्ज म्याक्सिमम हुने कन्डिसन के रहेछ त नि, हामीले कुनै पनि प्रोजेक्टाइललाई एकदम टाढा पुर्याउनु पऱ्यो भने चाहिँ त्यसको हामीले थीटा चाहिँ 45 बनाउनु पर्दो रहेछ भन्ने कुरा बुझ्नु है त। यदि थीटा 45 बने के हुन्छ, 2 थीटा बराबर कति हुन्छ त, 90 डिग्री हुन्छ। साइन 2 थीटा इक्वल्स टु 1 भयो, यहाँ साइन 90 लेख्नुहोस्। 2 थीटा इक्वल्स टु 90 डिग्री भयो, थीटा इक्वल्स टु 45 आयो। थीटा 45 राखिसकेपछि साइन 45 गरेर यहाँ लेखौँ। साइन 45 भनेको त 1/2 हो कि होइन, भनेको 1/2 भइसके पछाडि यु स्क्वायर बाई जी आयो। एकदम इजी कुरा छ। साइन 45 भनेको 1/2 हो, यु स्क्वायर बाई जी आयो है त। थीटा भनेको 45, यहाँ साइन 2 थीटाको ठाउँमा 1 राख्न पाइयो। यो यति चाहिँ हामीले लेख्नुपर्छ। होरिजेन्टल प्रोजेक्टाइलको बारेमा चाहिँ तपाईँले हेर्नुहोस्, बुझ्नु भएन भने चाहिँ मैले नेक्स्ट भिडियो बनाउँला। आजलाई यति नै भयो, थ्याङ्क यू। यसको लागि चाहिँ न्युमेरिकलहरू हुन्छ, ख्याल गर्ने।